असार महिना अथवा असार 15 भन्ने बित्तिकै तपाईँलाई दही चिउरा याद आउँछ होला है। तर मलाई भने चाहिँ दही चिउरा सँगसँगै हाम्रो किसानहरूको मेहनत याद आउँछ। अरू बेला असार 15 परिवारसँग बसेर दही चिउरा खाएर मनाइन्थ्यो। तर यो चोटिको असार 15 भने हामीले भोलि हाम्रो घरमा आइपुग्ने हाइलाइफ चिउराको यात्रा सुरु गरिदिनु हुने किसान दाजुभाइ दिदीबहिनीहरू सँगै खेतमा बसेर मनाउने अवसर पायौं। दिनभरि घाममा पसिना बगाएर धान रोप्ने हातहरूलाई सुरुमा हामीले दही र हाइलाइफको चिउराले उहाँहरूको मेहनतलाई सम्मान गर्यौं। ताजा दही अनि हाइलाइफको मिठो चिउराको पहिलो गाँससँगै उहाँहरूको अनुहारमा सन्तुष्टिको मुस्कान झल्कियो। दही चिउरा केवल एउटा परिकार मात्र होइन, हाम्रो संस्कृति, हाम्रो मेहनत र हाम्रो आफ्नोपनको स्वाद पनि हो। त्यसपछि हामीले उहाँहरूलाई खाजा दियौं, सँगै बसेर खायौं, गफ गर्यौं, रमाइलो गर्यौं। अनि यस्तै सानो पलहरूले नै मेहनतलाई विशेष बनाइदिन्छ। तर हाइलाइफ चिउराको कथा यतिमै सकिँदैन। आज हामीले रोपेको यो सानो बिरुवाहरू नै भोलि गएर धान बन्छ। त्यही धानलाई काटिन्छ, स्याहारिन्छ, प्रशोधन गरिन्छ अनि मेहनतको धेरै चरणहरू पार गर्दै अन्तमा हाम्रो भान्सामा हाइलाइफ चिउरा बनेर आउँछ। त्यसैले दही र हाइलाइफ चिउराको गाँसमा किसानहरूको परिश्रम छ, परिवारहरूको माया छ र हामी नेपालीहरूको संस्कृतिको मिठास छ। हरेक दही चिउराको गाँससँगै सबै किसानहरूलाई धेरै धेरै धन्यवाद।